हेलो गुड मर्निङ सबैजनालाई। म यति बेला चाहिँ कलेज जाँदैछु। आजदेखि कलेज छ हुनाले आज ओरिएन्टेसन छ। त्यसपछि अब कुन कुन दिनमा चाहिँ आफूले सब्जेक्ट चुज गर्ने पढ्न जाने भन्ने हुन्छ। बिहान अहिले 8 बज्यो, 9 बजेदेखि छ ओरिएन्टेसन। यहाँबाट थोरै अगाडि गएर एउटा स्टेसनमा बस पाउँछ, बसमा चढ्ने अनि बल्ल भर्खर कलेज आएँ। यहाँ साथीहरू पनि आइसकेका रहेछन्। सबैजना यही छन्, बाहिर छौँ। 10 मिनट छ भनौँ न अझै टाइम। खुसी लागिरहेको छ आज जापान आएर पहिलो दिनको कलेज जाँदैछौँ हामी। यहाँ हाम्रो कलेज छ, यही यो बिल्डिङ यही हो। साथीहरू छन्, अझै अरूजना पनि छन्, यही अरू आउँदैछन्। हामी चाहिँ नेपाल 19 तारिकमा आएको होइन। अनि सिजुरो म सँगै बस्छु, म यहाँ कुसुमी वार्डमा रुममेट हो नि त। अनि बेस्ट फ्रेन्ड पनि भइसकिसक्यो अब चाहिँ मेरो सिजु है। अनि हामी चाहिँ कहिले मासु भात खान्छौँ, आएदेखि पैसा सकिसक्यो। सब्जी खाने पैसा छैन। सब्जी किन्न हिँडेको एउटा आधी बन्दालाई 149 हो कि कति छ? एउटा आलुलाई 85 अरे बरु मासु होइन 300। हामीले 200 मा 1 केजी पाखौँ के कलेज पनि मिसै पाइन्न। जापानिजहरू अलिकति छ। भर्खर कलेज आएर अब खोज्दैछौँ कतापट्टि हो जाने, कता हल हो यस्तो छ। यहाँ हाम्रो कलेज है केसीजी है। हाम्रो चाहिँ भर्खर क्लास सकियो भनौँ न। क्लास भन्दा पनि ओरिएन्टेसन आज भयो। बिहान 9 बजेदेखि साँझ 5 साढे 5 बजेसम्म भयो। के भयो रजिस्ट्रेसन धेरैहरू थियो। जियो सेन्सेहरूले सिकाएर सबै गरियो। अब जाँदैछौँ घर। एकचोटि यहाँ कलेज साइडमा सेकेन्ड ह्यान्ड पसल रहेछ, त्यही सेकेन्ड ह्यान्डमा गएर एकचोटि हेर्छु। फ्रिजहरू, वासिङ मेसिनहरू सबै हेर्छु। अनि बेडहरू पनि सिम अझै निकालेको छैन। अब भोलि पर्सितिर सिम निकाल्छु होला। अब जान्छु रुममा भन्दा पनि विशालकै रुममा जान्छु। अहिले पनि सबै सामान जोडेपछि बल्ल आफ्नो रुममा हुन्छ। किनकि मेरो रुममा अहिले इन्डक्सन पनि चलेको छैन, बिस्ताराहरू पनि केही छैन, फ्रिजहरू छैन, वासिङ मेसिन छैन, खाली छ रुम। 4 दिन भयो आएको, विशालकोमै बसिएको छु। अर्को दिन कहिले हुन्छ भन्ने थाहा पनि छैन कलेज। सो त्यसैले त्यति बेलासम्म हस्त भिडियो हेर्दै रहनु होला।